त्यो बिर्सेर गयो क्या ए त्यो गर्मी भएर बिर्सेर गयो क्या मेरो साथी ए भगवान् ल धन्यवाद है ल यहाँ चाहिँ साथी जुत्ताको कभर बिर्सेर गएको अरे दिदीले चाहिँ ल्याइदिनु भयो दिदीलाई धेरै धेरै धन्यवाद अब तिमीलाई म गाली गर्छु कहाँ तेरो सामान भनेर अब खै जुत्ताको कभर छ ऱ्यान कभर अब म एकछिनमा तिमी फेरि आउँछन् होला जस्तो लाग्छ मलाई अब म चाहिँ यहाँ त गएँ अहिलेसम्म हामी के अरे दमौली यो बजार एकदम रमाइलो पनि छ यता बस्नु बजार छ यहाँ के अरे सब राम्रो छ यहाँ थोरै अलिअलि बर्खा भएपछि त पुरै यो पिच बाटो त पुरै घाम लगाएर यहाँ अघि बस्नु ठाउँ छ अब हामी केही बेरमा डुम्रे बजार हो यहाँबाट हामी कता लाग्ने बजारमा यो बजार पनि एकदम व्यवस्थित रमाइलो रमणीय आकर्षित देखि सम्मको एउटा बजारदेखि आउनै भनौँ अब त्यो साथी कहाँ हो मेरो साथी कहाँ हो कतै देखिन त कहाँ गयो सरकार कहाँ गयो यार हामी यहाँ छौँ लमजुङ जिल्लामा यहाँहरूलाई हार्दिक स्वागत छ भन्ने ठाउँमा यो चाहिँ ब्रिज हो यो अब छुट्याउने चाहिँ यता पारी हाम्रो साथीहरू त अगाडि यो लमजुङ जिल्ला कुन जिल्ला अरे कास के अरे तनहुँ हो वारी पारी छ उता पुलवारी पारी चाहिँ तनहुँ र हामी यता वारी यता आइसक्यौँ अनि पारी चाहिँ भनौँ न यो चाहिँ लमजुङ जिल्लामा हामी प्रवेश गऱ्यौँ अब यहाँबाट लगभग 20 किलोमिटर जति छ अझ हाम्रो बेसी सहर साथी पनि आयो दोस्त पनि आयो दोस्त सचिवज्यू के छ हालखबर एकदम यहाँ टर्निङमा बस्नु भएन क्या मैले भिडियो बनाउनको मात्रै गरेको ल हिँडौँ ल अब हामी फेरि निस्क्यौँ ल सर जाम दोस्त कहाँ हो हामी बेसी बजार बेसी सहर हो अब हामी यहाँबाट एकछिनमा हिँड्छौँ सिधै चामेको लागि प्रभात सर कृष्ण अब दोस्रै भन्नु पऱ्यो यहाँ अब तीनजनाको सिङ्गल छ सबै कुरा उता डबल छ उता पनि डबल छ म फेरि म सिङ्गल दोस्त दुई शब्द भनौँ एकदम भनिहाल नमस्कार हामी छौँ लमजुङको सदरमुकाम बेसी सहर र हामी जाँदैछौँ मङ्गानको लागि प्रस्थान अब गर्न लागेको छु यहाँबाट हामी 3 जना छौँ म हाम्रो
क्यामेराम्यान रोशन कुमार मस्तो सर अनि उता चाहिँ यहाँ प्रकाश सर हुनुहुन्छ। ल सर हिँडिहाल्ने अब ल ल ढिलो हुन्छ अब पानी नि पर्ला जस्तो गरा अब त्यही भएर चाहिँ बजार त उता छ एकदम रमाइलो हामी अलि माथि छौँ अब हिँड्नु लाग्यो ल भयो रे कहाँ है चल ट्राफिक सर हामीलाई सिकाउँदै होइन क्लास लिँदै हुनुहुन्छ पहिले रोकेर यो चाहिँ हाम्रो प्रवेशद्वार भयो ठ्याक्कै हामी गेट निर छौँ जुनको गेट प्रवेशद्वार यहाँबाट सुरु हुन्छ हाम्रो रफ रोड यहाँ छ वे टु मनाङ उता हाइड्रो पावर छ के अरे मनाङ बाटो होइन ए अब त अफ रोड मात्रै हो ए राम्रो बाटो नि छ ए ल अब हामी यहाँ बाटो चाहिँ ढलान बाटो पनि हो रे अनि यस्तो कच्ची रोड पनि छ अहिले हामी मनाङको टुरमा छौँ मनाङको टुरमा आउँदै गर्दा यहाँ झर्ना एकदम राम्रो छ हेर्दै पनि हजुरहरूले यो झर्ना भनेको एकदम बब्बाल छ है र यसको नाम चाहिँ के छ टाग्रिङ मर्स्याङ्दी 4 लमजुङ वेलकम टु टाङ्ग्रिङ भन्ने छ अब यहाँ भ्यू एकदम टाङ्ग्रिङ आज पुगिन्छ र आज पुगिन्छ कि पुगिन्न हजुर आज पुगिन्छ र आज पुगिन्छ ए भ्यू त बिहानै होला नि राम्रो के हो र होइन त्यहाँ भ्यू कहाँ त्यहाँ के अरे पहिलोचोटि हो नि है ए हजुर नि हो पहिलो ठिक छ जाउँ एकजना साथी तपाईँ कहाँ आउनुहुन्छ र त मेरो गोर्खा नगर पालिका एकजना साथी हाम्रो उता जानुभएको छ हाम्रो यहाँ स्वास्थ्यकर्मी सर नि एकजना गोर्खाको भेट्नुभयो त्यही भएर चाहिँ मिठो मिठो गफ हुँदैछ दुईजनाको बिच हामी पनि स्वास्थ्यकर्मी भएर यहाँबाट पुरै झर्ना देखिन्छ अब यहाँ धेरैजना छन् अब सबैजना हामी एकछिनमा हिँड्ने होला है कृष्ण जाने होला चल है ल सर आउनु है ल ओके सर ल हामी यहाँ अहिले च्याम्चे भन्ने ठाउँमा छौँ मर्स्याङ्दी 4 च्याम्चे यहाँको झर्ना एकदम लुक राम्रो छ रुख राम्रो भयो नि यहाँ चाहिँ मेरो बाइकको टायरको हावा पुरै निस्किएको छ यहाँ एकदम मोटो 5-6 इन्चीकै किल्ला गाडिएर पुरै हावा निस्किएको छ अब मिस्त्री चाहिँ यहाँ छैन रे माथि जानु पऱ्यो कति आधान लाग्छ रे बाइकमा अनि त्यही भएर चाहिँ जानु लाग्यो अब थोरै अब बाइक त बिग्रो अब यहाँ चाहिँ थोरै भिडियो सुटिङ गऱ्यो होइन यहाँ चाहिँ थोरै झर्नाहरूको भ्यू गरेर यहाँ केटाहरू पुरै फोटो जान पुरै बिजी छन् झर्ना एकदम राम्रो छ रमाइलो छ
पछाडिको चाहिँ हेर्न सक्नुहुन्छ हो हजुरहरूले साथीहरू छन् है बाइक बिग्रियो नि अब के गर्ने अब यस्तै छ जस यहाँको बाटो एकदम भिड छ खतरा छ ओहो यस्तो बाटोमा पनि बाइक त अब यहाँ हावा छैन पङ्चर भइसक्यो मिस्त्रीलाई फोन गरेको माथि रहेछ कहाँ हो बिचारै जहाँ हुन्छ त्यहीँ बस्ने हो आज यस बाटो त खतरनाक बाटो छ यार यहाँ पहाडलाई काटेर पहाडलाई गरेर बनाएको बाटो भाइरल बाटो यही छ बाइकको ब्यालेन्सै मिलायो होइन यो हावा सकिएर अब यस्तो छ यो हो यो बाटो भाइरल बाटो अब हामीलाई आउने ढिलो बोकेर अब रात पऱ्यो बाइकले साथ दिएन जो साथ नदिए नि बाइकले नै ल्याएछ मलाई यहाँसम्म अब अलिक समस्या भएपछि के गर्ने नि अब बाइक पनि गल्ती भएन होइन ल यहाँ अब जेसिबीले खन्दैछ झन् है यहाँ छ हाम्रो एकजना महानुभावहरू अब बाटो खन्दैछ यो भाइरल खै जानु दियो क्या तर ट्रक आउँछ ट्रक बिजोक दशा लगाएपछि यस्तै हुन्छ अब बल्ल काम भयो क्या अलिअलि ल अब ओइ अब त ठाउँै छैन यार अगाडि ल अब त्यहाँ बाटो छैन उता नि बाटो छैन पुरै अब यहाँ कसरी जाने होला त्यस्तो हालत हो त्यो बिजोग पऱ्यो यार गाह्रो भयो बाटो पनि छैन मेन समस्या त बाइकमा अलिक भएर जो समयमै मिस्त्री भेटोस् जेसिबी त अब अझ मनाङ प्रवेशद्वार हामी यहाँ मनाङ प्रवेशद्वारमा छिर्दैछौँ यहाँ छ मेरो ब्रदर मलाई ब्याकअप सहयोग गर्दैछन् अब ल जाम है हामी छिर्यौँ यहाँ मनाङ प्रवेशद्वार नासु गाउँपालिका हो कि के हो ओहो रात्रिकालीन सेवा मतलब छैन हाँ दोस्त मालूम है यतो कुरो आरो अब अर्थात् धेरै माथि छ रे
ल हामी अब यहाँ धारापानी भन्ने ठाउँमा होटलमा छौँ। कुन होटल? फुलबारी होटल एन्ड गेस्ट हाउसमा हामी आएको छौँ। यहाँ साथीहरू अब धेरैजना छन् यहाँ। अनि साथीहरू चाहिँ कोठामा बसिरहेको छ। यो हाम्रो चाहिँ रुम नम्बर 104 बेड नम्बर 1 प्रभात गौतम अल द वे फ्रम सरलाई। बेड नम्बर 2 कृष्ण शर्मिला।